साथीहरु नमस्कार। आज म हजुरहरुलाई प्रॉफिट एन्ड लस को फर्मुला जिरो देखि नै बताउन गइरहेको छु। कन्फ्युज भएको साथीहरुले हेर्नु होला। एसपी प्रॉफिट एन्ड लस मा चाहिँ के हुन्छ, एसपी सीपी एमपी अनि डिस्काउन्ट पनि हो है। हामीले सुनिरहने कुरा चाहिँ ती तीनटा खासमा हुन्छन्। एसपी भनेको के हो, सेलिङ प्राइस हो, सर्टकटमा एसपी लेखिन्छ। सीपी भनेको फेरि कस्ट प्राइस हो, सर्टकटमा सीपी लेखिन्छ। अनि एमपी भनेको फेरि मार्केट प्राइस हो, सर्टकटमा एमपी लेखिन्छ। डिस्काउन्टलाई चाहिँ डिस्काउन्ट नै लेखिन्छ है। यति हामीले यो तीनटा बुझ्नु पर्यो। अनि यसको फर्मुलाहरु हेरौँ एकचोटी। प्रॉफिट को फर्मुला के हुन्छ, एसपी माइनस सीपी। लस को फर्मुला के हुन्छ, सीपी माइनस एसपी। यसमा ख्याल गर्नु है। यसमा चाहिँ एसपी माइनस सीपी छ, लसकोमा सीपी माइनस एसपी, जस्ट अपोजिट हुन्छ। अनि प्रॉफिट पर्सेन्ट हामीले निकाल्न पर्यो भने कुन फर्मुला लगाउने त, अन्त प्रॉफिट अपन सीपी इन्टु 100। अनि लस पर्सेन्ट को फर्मुला लगाउँदा लस अपन सीपी इन्टु 100। यो चाहिँ पर्सेन्ट निकाल्न पठाउँदा चाहिँ हामीले यो नि पर्सेन्ट भनिन भने चाहिँ माथिको फर्मुला यी दुईटा हुन्छ हैन। प्रॉफिट पर्सेन्ट र लस पर्सेन्ट भन्यो भने फेरि यी दुईटा हुन्छ। अब एसपी, अब लस पर्सेन्ट पनि दियो अथवा प्रॉफिट पर्सेन्ट दियो भने एसपी र सीपी कसरी निकाल्ने त, भन्दा एसपी बराबर 100 माइनस लस पर्सेन्ट अपन 100 इन्टु सीपी। यो चाहिँ लस पर्सेन्ट दिएको अवस्थामा। अनि सीपी निकाल्ने फेरि कसरी, 100 इन्टु एसपी अपन 100 माइनस लस पर्सेन्ट। यो भयो। एमपी मार्केट प्राइस फेरि एसपी प्लस डिस्काउन्ट। सेलिङ प्राइस र डिस्काउन्टलाई जोड्यौँ भने के आउँछ, मार्केट प्राइस आउँछ। अब अरू पनि यसमा धेरै कुराहरू छन्, त्यो चाहिँ अर्को भिडियोमा है त। थ्याङ्क यू।